सम्माननीय सभामुख महोदयज्यू, प्रधानमन्त्रीले संविधानको कुरा गर्नुहुन्छ तर संविधानको धारा 270 पटक पटक उल्लङ्घन गरिराख्नु भएको छ। नेपालको संविधान 2072 को धारा 270 ले फरक विचार राखेका राजनीतिक दलहरूको आस्था प्रचारमाथि बन्देज लगाउन पाइँदैन, बन्देज लगाउने कानुन बनाउन पाइँदैन, नीति बनाउन पाइँदैन भन्ने छ र अहिलेको नीति तथा कार्यक्रममा त्यो धारा 270 को ठाडो उल्लङ्घन भएको हुनाले प्रधानमन्त्री ठुलो हो कि यो संविधान ठुलो, यसको जवाफ म प्रधानमन्त्रीबाट चाहन्छु। हस्, धन्यवाद। धारा 270 को कुरा गर्नुभयो। धारा 270 संविधान लेख्दादेखि संविधान जारी गर्दासम्म विभिन्न छलफलका चरणहरूमा र त्यसपछि संविधानको कार्यान्वयनको चरणमासम्म पनि संविधानको धारा 270 को कुरा जुन मान्यजीले उठाउनु भएको छ त्यसमा अभिव्यक्तिको स्वतन्त्रता होला। म विपक्षी आवाजलाई सम्मान गर्छु, त्यसकै लागि लडेको छु। म आफै विपक्षमा लामो समय बसेको हुँ, तर म विपक्षमा थिएँ सत्यको विपक्षमा होइन, अन्यायको, तानाशाहीको, अधिनायकवादको, एकदलीय एकाधिकारवादी प्रणालीको, बोल्न लेख्न नपाइने, प्रकाशन स्वतन्त्रता नपाइने, हिँड्न डुल्न नपाइने, रोजेको व्यवसाय पनि गर्न नपाइने राणा शासनबाट फुत्किएका थियौँ हामी नेपालीहरू। तर फेरि शाही चङ्गुलमा परेर तावाबाट फुत्किएको भुङ्ग्रोमा भन्छ नि, तावाबाट त हाम फालिएको थियो, भुङ्ग्रामा परिनु पर्यो। फेरि हामीले अधिनायकवादको हो त्यसको विरोधमा हामी लडेका थियौँ, बैठीका विरुद्ध लडेका थियौँ। हो त्यस बेला चाहिँ संविधानको धारा 270 पनि थिएन र 70 भन्न पनि पाइँदैन थियो। झुटा मुद्दा लगाएर रिस उठेपछि थुन्थ्यो र मुद्दा सकियो भने त्यसै थुन्थ्यो। मै उदाहरण छु, झुटा मुद्दा लगाएर 10 वर्ष थुन्यो, मुद्दा सिद्धिएपछि अरू 4 वर्ष फ्रीमा थुन्यो। फ्रीमा मुद्दा छैन, केही छैन, यत्तिकै थुन्यो। यस्तो प्रणालीको विरुद्ध लड्नै पर्थ्यो, लडेको हो। त्यस्ता प्रणालीका नायकहरू, अधिनायकहरू फाल्नै पर्थ्यो, फालिएको हो। म निवेदन गर्छु त्यसका निम्ति हाम्रा मान्यज्यूहरू, युवा मान्यज्यूहरू, त्यसमा पनि नयाँ नवीन चेतनाका मान्यज्यूहरू कहाँ 1000 वर्ष पुरानो प्रणालीको सम्भाग भएर त्यसको वकालती गरेर धन्न कालोकोट लाउनु भएको छैन। म धन्यवाद भन्न चाहन्छु वकालतीका लागि। त्यसको कहाँ गरेर हिँड्नु भएको। तर धारा 270 ले अधिकार दिन्छ नै, अधिकार दिन्छ। तब त हामी यहाँ संसदमा छौँ, अधिकार पाइएन र हामी संसदमा छौँ। विचार व्यक्त गर्न पाइन्छ, थोत्रो पनि विचार व्यक्त गर्न पाइन्छ, विचार व्यक्त गर्न पाइन्छ जति थोत्रो भए पनि। तर त्यसका लागि म धेरै भन्न चाहन्छु। आह्वान कसले गरेको थियो चैत्र 15 गतेको त्यस वितण्डाको आयोजक को थियो? अहिले कोही माई बापै निस्किँदैन त्यो दिनको घटनाको। बेवारिस जन्माउने को, मातापिता को हुन् पत्तो छैन अहिले त। तपाईँ हो भन्दा म त होइन भन्छ, तपाईँ हो भन्दा म त होइन, कोही पनि होइन, सबै निर्दोष छ। के ती घर आफै दशा लागेर जले? के ती घर आफै त्यो जडीबुटीको औषधि कारखाना दिक्क लागेर अब जल्छु भनेर आत्मदाह गरे हो? त्यसले त्यत्रो गरेको छ त मान्छे को हो? अब यो चाहिँ 270 ले भन्दैन, दिँदैन, यति मात्रै कुरा भनेको। एकजनाले भनेको मैले सुने, एकजना मान्यजीले बोल्नुभएको मैले सुने। त्यही पनि एउटा पार्टीको अध्यक्षले नै कि राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार हो। कहाँ भाग्ने, कहाँ भाग्ने? एउटा थोत्रो संस्थाको तर्फबाट, मक्काको खिएको ढलेको सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लर्कार्ने, भाग्नुपर्छ तिमीहरू भनेर। नेपाली जनता भाग्दैन, नेपाली जनता
भाग्ने ठाउँ पनि छैन। नेपाली जनता यस देशका सबभन्दा बढी हकदार हुन् र त्यो हक कायम गरेर नेपाली जनता बस्छन्। नेपाली जनता भाग्ने होइन। अर्को यहाँहरू जस्तो हामीलाई भने होला भाग्ने भनेर, हामी त अलिक बुढा पनि भइसक्यौँ, कुद्न सक्दैनौँ। तपाईँहरू जस्तो जवानलाई मिल्छ, जवानलाई मिल्छ भन्ने वक्तालाई मिल्छ जवानलाई। अब हामी अलिक पाका मान्छे कहाँ भाग्ने हो, कहाँ कुद्ने है। यतिसम्म त नभनौँ भन्छु म। यो 270ले यस्तो भन्दैन क्या। 270 भन्ने संविधानको उल्लेख गर्ने, संविधान नमान्ने, संविधान फाल्छु यो संविधान मान्दिनँ भन्ने, चाहिए बेला त त्यही संविधानको धारा चाहिँदो रहेछ त, चाहिन्छ। त्यसकारण यो अहिलेको संविधानले 270 धारा व्यवस्था गरेका छ। यसमा हरेकका अधिकारहरू सुरक्षित छन्। म आश्वस्त पार्न चाहन्छु सबै मान्यजीहरूलाई। अहिलेको सरकार नेपाली कङ्ग्रेस र नेकपा एमाले दुईटा देशका सबभन्दा पुराना, सबभन्दा डेमोक्रेटिक सङ्घर्षमा योगदान गरेका, इतिहास भएका, यो परिवर्तनको अगुवाई गरेका, परिवर्तन ल्याएका पार्टीहरूले सोची विचारिकन बनाएको स्थिरता, स्थायित्व र लोकतन्त्रका लागिको, त्यसका निम्ति फर द कज अफ डेमोक्रेसी यो बनेको हो, त्यसको स्ट्रेन्थनिङका लागि यो बनेको हो। त्यसकारण यसमा त्यसै अनुसार लिदिन म आग्रह गर्न चाहन्छु। र यस सरकारले कसैमाथि अन्याय गर्ने, कसैका हक अधिकार खोज्ने कल्पना पनि गर्न सक्दैन। यसका नेताहरू यसैका लागि लडेर आएका छन्, यसैका लागि। र डेमोक्रेसी अलिकति मैले भन्दा त्यति राम्रो त हुँदैन, तर हामी डेमोक्रेसीका लागि रङ रुट पनि होइनौँ, संसदका लागि पनि रङ रुट होइनौँ। हामी एउटा प्रतिबद्धताका साथ सङ्घर्ष गरेर भिडेर आएका शक्ति हौँ र त्यो सङ्कल्पका साथ हामीले काम गरेका छौँ। दलितका लागि केही परेन भन्नुहुन्छ। यो दलितका लागि नपर्ने वा दलितमा ध्यान पुगेन भन्ने कुरा फुर्सदले नीति कार्यक्रम पढ्नुहुन। सामाजिक न्याय समानताका पक्षमा यसले उठाएका आवाज, यसले गर्न खोजेका कामहरू बुझ्न